उसो त कुनै पनि काम ठुलो सानो हुँदैन, बस लगनसँग मेहनती बनेर काम गरे पक्कै पनि त्यसको फल राम्रो पाइन्छ। कुनै पनि व्यापार, व्यवसाय, खेतीपाती, वस्तुपालन आदि। अझ आफ्नै गाउँ बस्तीमा नै बसेर पनि यी सबै काम गर्न सके जीवन स्वर्ग बन्दछ। त्यति हो, जुनै काम गर्न पनि जान्नु चाहिँ पर्यो, नङ्ग्रा सँगसँगै बुद्धि पनि चलाउनु पर्यो, अल्छी चाहिँ गर्नु भएन। हजुर, यस्तै अप्पर गैरी गाउँ पूर्व पयुङ निवासी एक युवाको प्रेरणादायी भिडियो आज तपाईहरुलाई देखाइरहेका छौं। यिनको नाम श्याम कुमार छेत्री हो। हामी गाउँमा यिनलाई सानो भाइ दाजु भनेर पनि चिन्छौं। मेरो शुभ नाम चाहिँ श्याम कुमार भेटिगल। हजुर, अप्पर गैरी गाउँ। अप्पर गैरी गाउँ। तपाई कति वर्ष जस्तो पुग्नुभयो? भाइ हेर्दाखेरि त जवानै देख्छ भन्छ, तर उमेर त बेसी नै खाइसकेको छ हो। हैन, जवानै हो हेर्दा त। हैन, अब हुनु त जवानै जस्तो देख्छ, तर मेरो एज चाहिँ है 52 इयर्स। यो 26 जनवरी अस्ति 52 लागे। देख्दैन तपाईलाई त्यतिको है? भाइ उमेरले त केही हुँदैन हौ। यिनको मुख्य व्यवसाय भनेको आफ्नै घरमा पालेको गाईको दुध सँगै गाउँ घरबाट दुध उठाएर बिहानै अलगडा बजार लगेर बेच्ने हो। विशेष गरी मेरो गाई पशुपालन छ, बाख्राहरू, कुखुराहरू, खेतीपाती र मुख्य स्रोत चाहिँ दुध बिजनेस गर्छु, अलगडा लान्छु। दुध आफ्नै घरबाटै लानुहुन्छ सबै? हजुर, घरबाट गाउँको पनि उठाउनुहुन्छ? अलिअलि वरिपरि आफ्नो मान्छेको अलिअलि छ। कति जति चाहिँ लानुहुन्छ? अहिले टोटल म्याक्सिमम 70 जस्तो, 70 लिटर जस्तो। 70 लिटर लानुहुन्छ। त्यसो भएपछि यिनको दैनिकी पनि कम सजिलो चाहिँ छैन। खुबै सङ्घर्ष र परिश्रमले भरिएको देखिन्छ। उमेरले 52 पुगे तापनि जिउ डालले सानै, अझ भनौं जोस जागर र काम गराइले त एक युवालाई पनि उछिन्ने खालको ऊर्जा यिनमा देखिन्छ। हजुर हजुर, अनि तपाईँ एकदमै अब कामहरु पुरा गर्नु हुँदो रहेछ है? यो कामहरु बेसी गरेर नै भाइको जिउ चाहिँ एकदमै अहिलेसम्म अब एक्सर्साइजहरु त्यस्तो केही गर्नु परेको छैन तपाईले? अहिले परेको छैन। पहिला पहिला फुटबल खेलिन्थ्यो, के गरिन्थ्यो। अहिले चाहिँ घर खेतीले नै र आफ्नो व्यवसायले नै गर्दा अहिले फिट हुनुहुन्छ? हजुर, फिट छु। दिनभरि नै काम गरिरहन्छन्, कहिले घाँस कहिले सोतर। घरमा गाई बाख्रा कुखुरा पनि पालेका छन्। बारीमा आलु अदुवा तोरी आदि आदि खेती लगाएका छन्। अम्लिसोबाट कुच्चो निकालेर गाउँ घरतिरबाट पनि उठाएर आफै बेच्न लान्छन्। यसरी बिहानै दुध बाँड्ने तयारी गर्छन्। यसरी यिनका प्रत्येक कार्यहरूमा यिनकी धर्मपत्नी माया छेत्रीले यिनलाई अथक सहयोग गर्छिन्। तपाईले व्यवसाय गर्नु हुँदो रहेछ है? यो व्यवसाय गरेर जीवन धान्न सकिन्छ? सकिन्छ नि हो भाइ।
किन सकिँदैन? नानीहरू मसिनो हुँदादेखि नै मैले यही काम गरेको र आफ्नो घरको दुध बाहिरबाट आएको दुधले र यस्तो प्रकारले नै मैले नानीहरू पढाएँ, 2 जनालाई राम्रोसँग पढाएँ। अहिले 2 जनाले सानोतिनो जबहरूमा लागेर उनीहरूको आफ्नो व्यवसाय आफै गर्नु थालेको छ। हाम्रोले चाहिँ अहिले हाम्रो धारणा चाहिँ कस्तो छ भने नि मान्छे काम पाउँदैन बेरोजगार भएर बस्छन् भन्छ नि, त्यो होइन भनेपछि होइन नि त्यो त मान्छे सिप हुनु पर्यो नि त हजुर हैन? सिप हुनु पर्यो, जाँगर विशेष चाहिँ जाँगर हुनु पर्यो। बिहान छिटो 4 कति बजे बजे उठ्नुहुन्छ तपाईँ? म 4 बजे उठ्छु। भ्याइन्छ 4 बजे? हजुर बिहान 4 बजे चाहिँ म ओछ्यान छोड्छु। अनि बजार लानलाई सबै दुध तयार भइसके पश्चात अलगढा बजारको झिल्केधारा, पुलिस लाइन, रानीवन, ब्लक हुँदै हुँदै मेक्सिकनसम्म पुग्दछन्। आफू जागेर अरूलाई पनि जगाउँदै जगाउँदै 2 शब्द मिठो बोलेर यिनी सधैँ दुध बेच्छन्। आउनु नि एकछिन बाहिर चाहिँ सङ्गीता दिदी ल ल ल आज त ठुलो भाडा छ त कति हो खान्छ हजुर ए यो चाहिँ थपनी ल हजुर अब म रिचर्ड हलकोतिर यो घरमा 2 खेप लान्छु भाइ। 1 खेप बिहानको यो पाटा सकेपछि किन त्यो चाहिँ किन 2 खेप चाहिँ? अलिक बेसी भएर एक्लै भएको कारणले गर्दा अन्त एकपल्ट लगेर त्यो बेचिराख्यो। फेरि तपाईँको भाग भाग छ जग्गा र फेरि यता फर्केर आएर अर्को ट्रिप चाहिँ म यहाँनिर माथि झिल्केधाराकै यहाँ यो तपाईँको के भन्छ यो बीच गाउँबाट यसरी बाँड्दै 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 भिक्टोरिया स्कुलबाट बाँड्दै बाँड्दै म यस्तो 1300 गएर टक्कै गोस्कान एरिया गएर गोस्कानको पल्लो भाग पनि बाँड्छु। त्यहाँबाट घुमेर आएर फेरि बिचबाट पसेर गोस्कान बिचहरू बाँडेर त्यहाँबाट निस्किँदै म माथि हस्पिटल लाइन त्यो लाइनसम्म हजुर र ब्लकसम्म म भ्याउँ। सानो भएर होला कि त्यति राम्रो घाँस खाएन, दुध पुरा पाइहाल्छ के खाऊ। खाइदियो हामीले चाहिँ जाँगर र जोससँग काम गऱ्यौँ भने चाहिँ जिउ पनि फारो हुँदो रहेछ र हामी कतिवटा हाम्रो अब दुःख सुखमा हामी त्यसमा सक्सेस पनि हुँदो रहेछौँ भाइ। क्या मैले चाहिँ त्यो कुरोहरू यो समयहरूमा अनुभव गरिरहेको छु। परिश्रम गरे खटेको कारणले जिउमा पनि रोग केही छैन हो। अहिलेसम्म कुदिरहेको छु, काम गरिराखेको छु। गर्न सकिन्छ भने तपाईँ अब हाम्रो जति पनि हुन्छ नि अहिलेका युवाहरू हुन्छन् हैन, जसले चाहिँ आफ्नो केही गर्न चाहन्छन्, उहाँलाई के भन्न चाहनुहुन्छ तपाईँ? र विशेष गरी है म युवाहरूलाई चाहिँ यही भन्न चाहन्छु र तपाईँहरूले पनि समय बर्बाद नगर्ने, किनभने हरेक मानिसले नोकरी पाउँछ, युवाहरूले नोकरी पाउँछ भनेर अहिले यो समयमा है भन्न सकिँदैन। किनभने धेरै धेरै पढेर बसेकाहरू धेरै युवाहरू छन्, कोही राम्रो पनि छन्, कोही अब त्यस्तै है अवस्थामा गएका युवाहरू पनि छन्। र म युवाहरूलाई चाहिँ यही निवेदन गर्न चाहन्छु है र यही उत्साह गर्न चाहन्छु कि युवाहरूले पनि गाउँ बस्तीमा भएका युवाहरूले पनि यसरी परिश्रम गर्यो, खट्यो र सानो सानो केही बिजनेस गर्यो, केही
इलिमहरू गऱ्यो भने चाहिँ आफ्नो परिवार साथै है आफ्नो व्यवसायलाई चाहिँ सुधारमा ल्याउन सक्छ, आफ्नो जीवनलाई सुधार गर्न सक्छ। आज त उठेर हिँड्नु ल यस्तै हो जिन्दगी मान्छेको लाइफ। ताको घरमा जहाँ आनन्द छ। ओहो छिप्पे छ। ल है परिश्रमको फल पायो है। ल है यो चाहिँ अर्ग्यानिक सब्जी। एकै गोडा गर्दा ताना यसै फल्दो रहेछ यतिको त। यता नि भएछ पुच्चो। बसाइको खाना पाक्यो। यहाँनिर बाटो पनि रहेछ, गाडीहरूको सुविधा असुविधा चाहिँ के कसो छ भाइ? यो गाडीको चाहिँ एकदमै रोड त बन्यो, यहाँनिर बन्नेको छ, तर त्यसलाई सेलाई केही पनि छैन। र यहाँ मुनि हाम्रो तपाईँको सिधा मुनि चाहिँ हाम्रो यहाँनिर स्कुल छ, पयुँ जुनियर बेसिक स्कुल, र हामी त्यही स्कुलकै हेरचाह गर्छौँ। हामी
र गाइडेन्स है गर्छौँ, हामी गाइड गर्छौँ त्यहाँ स्कुलको। र विशेष बाटोको कारणले गर्दाखेरि चाहिँ जब यहाँ भोटहरू हुन्छ के हुन्छ होइन, त्यो समयमा चाहिँ एकदमै समस्याहरू परेको क्या तपाईँको, धेरै असुविधा छ एकदमै असुविस्ताहरू परेको। म जति पनि अहिले हाम्रा दार्जिलिङ डिस्ट्रिक्टमा है जति पनि औदामा बस्नुभएको छ हजुरहरूलाई है म यही निवेदन गर्न चाहन्छु, जति पनि जस्तो हाम्रो गाउँ भयो, आज बजार यहाँ नजिक छ, तर आज हामी यहाँ बजारको नजिक बसे तापनि हाम्रो अवस्था यस्तो अवस्था, जीर्ण अवस्थामा हामीले हाम्रो जीवनहरू बिताइराखेको छौँ यो रोडको कारणले। किनभने जब हाम्रो यहाँ दुख बिमारी हुन्छ भने हामीले यहाँबाट निकाली लानु पनि एकदमै गाह्रो, तपाईँको एकदमै साह्रो छ। र हजुरहरू औदामा हुनुहुन्छ, हजुरहरूबाट नि केही है यसो हजुरहरूले नि यो समयमा सोचिदिनु भयो भने चाहिँ एकदमै असल हुने थियो। किनभने हामीलाई दुख बिमारको चाहिँ एकदमै असुविस्ता छ यहाँनिर, हाम्रो बिच गाउँमा चाहिँ एकदमै असुविस्ता छ। र हजुरहरूलाई चाहिँ है यही नै म निवेदन गर्न चाहन्छु, जति पनि औदामा बस्नुभएको छ है, जति जिटिए चिफ हुनुहुन्छ, हाम्रो सभासद हुनुहुन्छ तेन्जी सर है, उहाँहरूलाई यही म निवेदन गर्न चाहन्छु। र हजुरहरूले समयमा नै यो कुरोहरूको लागि तपाईँहरूले सोचिदिनु भयो भने चाहिँ एकदमै हामी गाउँलेवासीलाई पनि एकदम असल हुनेछ। र साथै हजुरहरूप्रति पनि हामी कृतज्ञता, मण्डलीको एउटा चर्चको एल्डर पनि हो र यस कारणले गर्दा साथै समाजको पनि जिम्मेवारी छ। भनेपछि चर्चको पनि तपाईँ हजुर एल्डर हो चर्चको, त्यहाँ पनि धेरै जिम्मेवारी छ। एक्लेजिया पेन्टिकोस्टल फेलोसिपको चाहिँ म एल्डर हो। हजुर हजुर, र थुप्रै जिम्मेवारी छ। गाउँको पनि अहिले सयपत्री समाजको प्रेसिडेन्ट अब गाउँकोले उहाँ गाउँबाट चुनेर राख्नु भएको छ।
अलि खाला त्यहाँ त्यहाँदेखि माथि रेटेबाट त्यहाँदेखि अझै झोलामा कम है झोला लादिन आज लगे
बेरसरबाट तपाईँकै महिमाहरू अन्त्य गर्दछु धन्यवाद यीशुमा उयो हरायो लु न हो दुध आयो दुध आयो भाउजू अलि हुँदा आउनुहोस् भाउजू दुध कस्तो छ राम्रै छ पत्ला भयो अरे चाहिँ भन्नुहोस् है ल खै नानीहरू गयो कलेज हुन्छ जय मिसी दूध कति दिदी 300 पुरानो अन्त 400 होला यति मिठो निन्द्रामा डिस्टर्ब गरिदिने हाम्रो भाइको दुध एकदम राम्रो छ सधैँ ल्याइदिनुहुन्छ ठेका राम्रो छ घरगत लिएर हुन्छ भाउजू भाउजू जय मसी सबैलाई आउनु नि एकछिन बाहिर चाहिँ नि सङ्गीता दिदी सङ्गीता दिदी ल ल ल आज त ठुलो भाडा छ त कति हो खान्छ हजुर ए यो चाहिँ थपनी ल हजुर अब रिचर्डहरूकोतिर उयो घरमा
यो जति पनि हेरेको छ नि